यो बाँदरले चाहिँ हामीलाई कस्तो दुःख दिएको थियो कि लाइनमा बसेको बेला जसको टोकरीमा केरा निकाल्दै लाँदै खाँदै गरेको थियो कि प्रसाद जोगाउनै गाह्रो के हामीलाई चाहिँ। अनि बिचरा दिदीको दुधको बत्तलै लिएर गइदिएछ कि बाँदरले त कति हँसाएको कि हँसाउन पनि। अनि सबै बाँदरले बसेर हेरिराखेको छन् कि उसले चाहिँ त्यो दुधको बत्तल चाहिँ आफूले पनि खाँदैन कि बिचरा सबै पोखेर भ्याउँछ कि। अनि के नै चोरेर लगाएर खान्छु पेट भर्छु भनेको थियो कि बिचरा उसले खानै पाएन कि त्यो दुध चाहिँ सबै पोखेर सकियो कि। पहिला त दुःख दिँदा कति रिस उठेको थियो यो बाँदरलाई, पछि चाहिँ कस्तो माया लाग्यो कि मलाई चाहिँ उसले खान पाएन नि त चोरेर लगाएको दुध पनि। अनि कसरी चाटेको छ कि बिचरा हेर्नु। अनि त्यसपछि चाहिँ पालो आयो मेरो। पालो आइसकेपछि मैले चाहिँ यो नरिवल चाहिँ सबै चढाउँछु। मैले चाहिँ आधी पनि घर ल्याउँदिनँ कि, मैले चाहिँ उहीँसँगै चढाउँछु कि फोरेर। नरिवल पनि चढाइसकेँ चाहिँ पूजा गरेर भ्याएर। अनि त्यसपछि फेरि तल झर्दैछु। तल झर्दाखेरि चाहिँ ढोक्दै ढोक्दै झर्छु कि। मलाई चाहिँ मनमा नि आशीर्वाद मागेकी छु कि मैले चाहिँ भगवानसँग धेरै आशीर्वाद दिनु है भनेकी छु कि। बाटो फेरि कस्तो हिलो थियो नि, कति हिलो थियो कि बाटो फेरि। सिद्ध बाबा मन्दिरले हामी सबैको रक्षा गर्नुहोला। मनको इच्छा आकाङ्क्षा आफूले सोचेको आँटेको सबै पुरा हुन्। हामी चाहिँ पाल्पाको चिसो हावा खाँदै अटो रिजर्भ गऱ्यौँ र फेरि गोलपार्कतिर लाग्यौँ। गोलपार्क पनि हामी आइसक्यौँ। गोलपार्कबाट चाहिँ हामी गाडी छोप्छौँ अनि त्यसपछि फेरि यता पश्चिमतिर लाग्छौँ। मलाई चाहिँ यो गोलपार्क कति याद आउँछ क्या, मेरो सानो जन्मेको पनि यही हो, हुर्केको पनि यही। हामी चाहिँ तिनौँ खोला हेर्दै हेर्दै फेरि यता हामी चाहिँ पश्चिमतिर लाग्यौँ। मौसम पनि कति शीतल थियो नि। अनि आज चाहिँ व्रतको दिन चाहिँ केही खानु भएन नि त। म त घर आएर अनि छिटो छिटो यता फ्रुटहरू बनाएर ल छिटो छिटो खानु पर्यो भनेर मैले चाहिँ यता फ्रुट बनाउनु लागिसकेँ। फ्रुट पनि मेरो बनिसक्यो। सानो पनि स्कुलबाट आइसकेकी थिइन्, भोकाउँदै आएकी थिइन्। मम्मी मलाई कस्तो भोक लाग्यो भन्दै थिइन् कि। अनि छिटो छिटो नास्ता बनाएर हामी चाहिँ छिटो नास्ता खानेतिर लाग्यौँ। व्रत बसेको दिन फेरि केही चिज खानु भएन नि त, फलफुलहरू त खानै पर्यो। अनि भोक त लाग्छ नि त, व्रत बसे पनि भोक लाग्यो त भन्नु हुँदैन, त्यही पनि फलफुलहरू खान त हुन्छ।